सुन्नु न मैले होइन भनेकै छैन नि त भने अरूले भनेको छ पो भने अब उनीहरूले पनि हाम्रो भनेको छ अब उहाँले भन्दाखेरि हामीले देख्दा हजुरको फेस अर्की बहिनीसँगको फेस कान्छीसँगको फेस सबै देख्दा हो भन्ने नै लाग्छ अब चावलबाट हराएको फेरि अहिले पछिल्लो समय हजुरहरू बसेको घरमा पनि उहाँलाई भेटेको भनेको चावलबाट भनेको छ होइन उनीहरू भनेको चावल होइन त अब बुवाले भनेअनुसार नै चावलबाट हराएको दुईचोटि जानु भयो नि त लिनलाई भेट्न त गइराख्नु हुन्थ्यो बुवाले घर हिँड्नु भन्दा नमानेको के सानो बच्चा अब कतै बस्यो नभए साउले नबस्दा फटाएर राखेको नउले त्यो भवन जानु अब यही हो के छ भने अब अर्को कुरा हजुरहरूलाई भन्नु पर्यो प्रष्ट रूपमा उहाँको नाममा अर्को पनि जन्मदाता बनाएको छ यो जन्मदाता चाहिँ उहाँको खातुन मुस्लिम समुदायबाट बनाएको छ खातुन होइन गङ्गा खातुन बनाएर उसको जन्मदाता बनाइएको छ त्यो पनि त्यसको बारेमा बुझ्न सम्भवतः आज हामी झापा जान्छौँ अब यहाँबाट है झापा गइसके झापामा भनेको एउटा परिवारसँग नि भेट्छौँ उसले पनि हाम्रो हो कि भनेको छ भेट्न त पायो नि त यदि गङ्गा रहन्छ भने उसको पनि छोरी भेटिन सक्छ उसको फोटो राखिदिउँला उसँग फोटो होला त्यो फोटो राखिदियो भने नमिल्दाखेरि हामी त खोज्ने मान्छे हो नि त भोलि हामीले गङ्गाकै बाहनामा उसको अर्को आफ्नो छोरी भेट्यो भने नि त सहयोग भयो भन्ने हिसाबले त्यहाँ पनि भेट्छौँ भेट्न त पाइयो नि त भेटाइदिनुहोस् एक्चुअली भन्नुभएको छ त्यहाँको बा आमाले पनि कतै मेरो छोरी हो कि म हेर्छु भन्नुभएको छ हेर्ने भएपछि म त उहाँलाई त्यहाँ पनि भेटाउँछु र त्यहाँ हामी फेरि पुग्नुपर्ने कारण के छ भने जन्मदाता छ उहाँ भद्रपुरमा जन्मदाता बनाएको छ एउटै व्यक्तिको दुई ठाउँबाट जन्मदाताबाट काम गर्न मिल्दैन गैर कानुनी हुन्छ यत्रो समय त उसले दुःख पायो 25औं वर्ष अब ढाँटेर यहाँ गएर छलेर गर्नुपर्ने छैन 25 वर्ष त पाएन अब 6 महिना नागरिकता नपाएर के बिग्रियो बिग्रेन नि अब परिवार हजुरहरू भन्ने हो भने सम्पर्क गर्न मिलिहाल्यो कानुनी रूपमा उतो खारेज नगरी बन्दैन त्यस कारणले अब यो जन्मदाता भेटियो हामी यो जन्मदाता पनि फोटो खिचेर स्क्यान गरेर लिएर जान्छौँ अहिले यो ओरिजिनल चाहिँ घरै राख्नुहोस् अरू बाँकी चाहिँ अब हजुरहरूको समाजले पछि चाहिँ अब सहजीकरण गरिदिनु पर्यो यदि हो भने यहाँ जन्म परिचय बनाइदिने कुरामा सिङ्गो समाजले साथ दियोस् अब यो मुचुल्का उठाउनु पर्ने होला केही फेरि पर्न सक्छ त्यसका लागि हजुरहरूले सहजीकरण गरिदिनु होला म यही आग्रह गरेँ समाजका अगुवाहरूसित अब यो छोरी चेली र गङ्गा मात्र होइन यो गाउँघरमा कोही बच्चा बच्ची हराएका छन् भने पनि भन्नु होला म आग्रह गर्छु र आफ्ना छोराछोरी बाआमाले छोराछोरी जन्माएपछि कर्तव्य पुरा गर्ने सन्तान हामी बाआमा चाहिँ बन्नुपर्छ धेरै बालबच्चा छोडिदिन्छौँ कसैका काम गर्न होटलमा लगेर छोडिदिन्छौँ विशेष गरी आज यो तराई भेगबाट धेरै बच्चा बच्चीहरू होटलहरूमा काम गर्न जान्छन् काठमाडौँ जान्छन् 5-7 वर्षको बच्चालाई 8 वर्षको बच्चालाई श्रममा लगाएछन् त्यो पाइँदैन इक्जाम्पल तपाईँकै छोरीलाई काममा लगाए पाइन्न नि त त्यस कारणले अब कसैलाई दोष लाउनु छैन केही छैन अरू पनि गङ्गालाई एकछिन सोच्न दिउँ गङ्गा एकछिन केही आफूलाई सोच्न हेर्न मन लागेको छ भने पनि हेर्न आग्रह गर्छु है केही सोध्नु छ मम्मीलाई केही सोध्नु छ आफ्नो सानोको कुरा उठ्नुहोस् एक्चुअली उठेर मेरो खुट्टामा पोलेको दाग थियो गोडामा पोलेको दाग थियो तिम्रो यहाँ 48 सालको मेरो छोरा 50 सालको अनि जे भए पनि अब बच्चालाई दुध खुवाउँदाखेरि नआएर तिमीलाई दुध खुवाएर पहिला 2-3 दिन मैले तिमीलाई दुध खुवाएर अनि भाइले दुध खुवाएको इलेक्सन है अहिले पछि नगर्दैन ल यहाँ ऊ भाइलाई डिस्टर्ब नगर्दैन ल उहाँ भाइहरूलाई ल दुईजनालाई डिस्टर्ब नगर्दैन ल त्यति हो मलाई त्यति थाहा भयो अनि हामी चाहिँ 59 सालमा आयौँ उहाँहरू चल्यो अगाडि आउनुभयो नि त अनि हामी यहाँ आउनुभन्दा अगाडि उहाँ हराइसक्नु छोरी हराइसकेको थियो ए हजुरले दुध खुवाउनुहुन्थ्यो उसलाई पहिला उहाँलाई दुध खाएर अनि मेरो बच्चालाई दुध खुवाएको दुधमा आएर अनि उहाँलाई तनाएर अनि खुवाएको उसको खुट्टामा दाग छ थाहा छ बुवा खुट्टामा छ यहाँ पनि छ मलाई थाहा छ खुट्टामा दाग छ खुट्टामा कहाँनिर दाग छ ल भन्नु पर्यो सम्झिनु न कसैले सम्झिनु न त अब यसलाई मैले सुताएर दुध खुवाउँदाखेरि यसको निधार पैतालेर सबै मुसारी मैले दुध खुवाउँथेँ नि त तिम्रो खुट्टाको दाग देखाइदेऊ न देखाउनु त देखाइदिए नि तर होइन अलि पर है थोरै पर अनुमान लागेको कुराहरू त गर्न पाउनु नै उहाँहरूले मिलाउनुहुन्छ कि भनेर भन्न खोज्या नमिलाउँदा खुट्टाको दाग पनि देखाइदियो खुट्टाको दाग पनि देखाइदियो तिमी अभागी खपर पनि फुट्यो गोडो पनि यस्तो भयो भन्दै मैले दुध खुवाउँदै गरेको भाइ जन्मिँदाखेरि पोलेको लाउनु जुत्ता लाउनु अरू याद हुने कोठीहरूको यहाँ आफ्नो ढाडतिर यस्तो केही तपाईँलाई सम्झना होइन ल ठिक छ अरू केही छैन होला पुरानो दिनको कुनै याद के त कोही साथीहरू कसैको नाम याद छैन है कसैको नाम याद भइदिएछ त भन्थ्यो नि मैले किन गर्न खोजेको नि यो समाजको कुरा कन्फर्म गर्नुपर्ने हुन्छ कि मैले धेरै काम गर्दाखेरि बुझेको लास्टमा पुग्यो भनेर गर्दा पनि लास्टमा नभएका धेरै इक्जाम्पल छन् नि त हामीले काम गर्दा त्यो हिसाबले भइदियोस्
है म यो उसलाई उहाँलाई केही थोरै याद भइदियो भने सहज हुन्छ भनेर अब एउटा घरमा फोटो भइदिएर त्यो फोटोलाई जुदाउनु पाइदिएको भए त मिल्थ्यो फेरि नमान्नु तपाईँको परिवार हो भन्ने नै लाग्छ नभए डिएनए गर्न मिल्छ समस्या छैन साह्रै कसैलाई तपाईँलाई नि मनमा डाउट लाए उहाँलाई नि डाउट लाए अझ अर्को परिवारले दाबी गरेको खण्डमा त डिएनए गर्नु पर्यो एउटा ब्लड दिने कुरामा दिएर स्याम्पल दिएर चेक गरौँला बाह्र छोरीको गर्न मिल्यो अलिकति हामीलाई पनि के लागिरहेको छ दाइ आइसु नि त यता आएर बोल्दैछ मेल थियो मेरो होइन हो उहाँहरू भर्खर पाहाडबाट आउँदाखेरि यो नानीहरू सानो सानो लिएर आएको उहाँहरूले मलाई पनि थाहा छ कि उहाँले यो नानीहरूलाई मेलमा लिएर आउने यतापट्टि आएर बोल्दैन यतापट्टि नानी नै हो अब यसो हेर्दाखेरि पनि हाम्रो अनुहार पनि अलिकति मलाई पनि आइडिया आइरहेको छ कि होइन अब अझ यसको प्रक्रियाहरू अलिकति दुःख के लागेको छ भने अब एउटा बच्चा पत्ता लगाउन आफ्नो छोराछोरी पत्ता लगाउन कति गाह्रो भयो होइन हजुरले यति सहजीकरण गरिदिनु भएको छ धेरै खुसी भएको छौँ हामी सिङ्गो निजोडवासी पनि धेरै खुसी छौँ तर अहिले पनि कस्तो प्रक्रियामा के गाह्रो भइरहेको छ भने अब कता दाग हेर्ने हो कि कता खत हेर्ने हो कि भन्ने कुरामा हामी अन्यलमा पनि परिरहेका छौँ होइन मलाई चाहिँ के लाग्छ भनेदेखि बुवा आमा यहाँ प्रत्यक्ष हुनुहुन्छ उहाँले चिनिसक्नु भयो होला होइन अस्ति पनि भन्दै हुन्थ्यो मेरै नानी हो भन्दै हुनुहुन्थ्यो तर मलाई पनि त्यतिखेरको अनुभवले चाहिँ के लाग्छ भने यो नानी चाहिँ नि उहाँहरूकै छोरी नै हो जस्तो लाग्छ क्या मलाई पनि होइन किनभने अनुहार पनि त्यतिखेर हामीलाई अलिअलि याद छ कि यो नानीको अनुहार होइन सानो सानो डोराएर उहाँहरूले मेलमा आउँदाखेरि डोराएर लिएर आउनुहुन्थ्यो त्यतिखेर सानो सानो थिए यिनीहरू अलिअलि त यो नानीलाई पनि याद हुनुपर्छ भन्ने ठान्छु कि मैले यो नानी त्यतिखेर 7-8 वर्षको कति वर्षको हुनुहुन्थ्यो मोटामोटी 6-7 वर्षको हुनुपर्ने हो अलिअलि त याद केही न केही हुनुपर्ने बिचरा उसलाई केही पनि याद रहन्छ अहिले पनि होइन धेरै टेन्सन नलिनु तपाईँको घर माइती यही नै हो नानी होइन अझ सोच्नु अहिलेसम्म त तपाईँ अन्यलमा हुनुहुन्थ्यो कता कता हुनुहुन्थ्यो रुम लिनुभयो भौतारिनु भयो उहाँको हातमा आउनुभयो उहाँको सम्पर्कमा आउनुभयो यहाँ आइसक्नु भएको छ होइन अलिकति समय लिनु होला अझै नआत्तिनु होला तपाईँको घर पक्कै पनि यही नै हो तपाईँको परिवार यही नै हो तपाईँको माइती भन्नुहुन्छ कि के भन्नुहुन्छ बुवा आमा उहाँ नै हुनुहुन्छ होइन अब अझ झापाको पनि कुरा आउँदैछ अब एकपल्ट उहाँले भेरिफाई गर्न झापा पनि जानुपर्ने हुन्छ उहाँको पनि एउटा यो एउटा प्रक्रियाको रूपमा उहाँको पनि एउटा यो बाध्यता होला होइन तर अन्ततः तपाईँ यो नानी यहीँको चेली हो हामीसँग डकुमेन्ट पनि त्यही भन्छ होइन सबै कुरा कागज पनि मिलिरहेको नाम पनि मिल्न गयो सबै थोक मिलाएको छ गङ्गा पनि मिल्न गयो अनि उहाँले थोरै आफूले म भट्टराई कि हो भनेर भन्नुभएको थियो म भट्टराई भने उहाँले चाहिँ भनेको हुनाले सबै यो परिवारको होइन भन्ने नै छैन होस् मेरो कामना यो परिवारको मिलन होस् तर अब हामी त्यो अर्को कुरा के छ भने सर हजुरलाई जानकारी होस् अलि बुझ्नुहुन्छ तपाईँ जतिको मान्छेले उहाँको नाममा एउटा परिवारलाई कसैले संरक्षण गरेर राख्यो अब यो भनेअनुसार उहाँ चावलमा उहाँले लगेर राख्नुभयो अथवा यहाँको सरले लिएर गएर राखिदिनु भयो चावलबाट उहाँ हराउनु हो कसैले भेट्टायो लगेर राखिदियो आफ्नो घरमा वर्षौँ राख्यो पढाउनु नि पढायो अथवा जे गर्यो आफ्नो घरमा संरक्षण गर्यो गरिसकेपछि उहाँको परिचय बनाउने कुरामा उहाँहरूले बनाइदिनु भएन सर्टिफिकेटमा त्यो घरको नाम छ त्यो घरका थर छ तर जन्मदाता बनाइदिने कुरामा उहाँहरूले बनाइदिनु भएन र भद्रपुरको एउटा खातुन परिवार मुस्लिम सम्भवतः मुस्लिममा गङ्गा नाम हुँदैन होला हुन्छ र मलाई थाहा छैन है बुझ्नुहोस् है गङ्गा भन्ने नाम चाहिँ खातुन हुन्छ जस्तो लाग्दैन है मैले जानेको यो बुझौँ है मलाई लाग्छ हाम्रो त होइन अब गङ्गा खातुन बनाएर उसको जन्मदाता सम्भवतः झोलामा छ होला है हामी बोकेर आएको छौँ यहाँ अर्को जन्मदाता पनि छ उसको नाम भनेपछि दुईवटा जन्मदाता भयो दुईवटा जन्मदाता एउटै व्यक्तिको नाममा बनाउन पाइँदैन त्यसको लागि त यो जन्मदाता यही रहन्छ त्यो खारेजी गर्नु पर्यो एउटा प्रक्रियामा अब त्यसको सर्जमेन्ट गर्ने कि के गर्ने त्यो प्रक्रियामा खारेज गर्नु पर्यो अघि मैले वडा अध्यक्षलाई पनि बोलाएको थिएँ होइन बस्नुपर्छ एकछिन भनेको थिएँ उहाँ बिजी भएर उहाँ पनि जानु भएको छ उहाँसँग पनि हामी सल्लाह यहाँ पनि लिन सक्छौँ यसको प्रक्रियाको लागि यहाँलाई समस्या रहेन यहाँ जन्मदाता छ यदि अब यहाँ उता केही नबनेको यो तपाईँहरूको हो भन्ने भइदिएको भए यहाँ प्रक्रिया गरेर 3-4 दिनमै नागरिक त निस्किहाल्छ भोलि नै निस्किन्थ्यो किनकि अलरेडी यो छ यो भएपछि प्रक्रिया सुरु भइ नै हाल्थ्यो तर उता भइ जानी बिगार्नु भएन किनकि उहाँको कतिवटा थर भयो थाहा छ अब तपाईँहरूको छोरीवासी भट्टराई सर्टिफिकेटमा गौतम जन्मदातामा खातुन बिहा गरेर गएको थर अर्को 4वटा थर भयो दुईटा हुनुपर्ने हो नि त भए घरको र माइतीको एकदम होइन तर उहाँको चाहिँ सर्टिफिकेटमा फेरि गौतम छ सर्टिफिकेट सबै ब्याचलरसम्म पढेको सर्टिफिकेट गौतम छ फेरि जन्मदाता गरेर खातुन मुस्लिमको बनाइएको छ भद्रपुर पुऱ्याएर बनाइएको छ फेरि हेर्नुहोस् त्यस कारणले यो कथा अलिक बेग्लो छ यो विषयमा हामी थोरै अलिकति गहिराइमा पुग्नुपर्ने र अहिले ढाँटेर यहाँ बनाएर काम छैन सर भोलि कानुनी रूपमा हामी पनि फस्नु भएन बसेर पढ्ने क्रम चाहिँ कहाँ बसेर पढ्यो काठमाडौँ नै बसेर पढ्यो पुरै ब्याचलर काठमाडौँबाटै गऱ्यो +2 काठमाडौँ राम्रोसँग गर्न पाउनु भएन +2 गर्नुभयो त्यसपछि राम्रोसँग पढ्न पनि पाउनु भएन इन्टर्न गर्नुपर्ने नागरिकता पनि बनेन उहाँले पाउनु भएन त्यहाँसम्म झन् त जन्मदाताहरूले त पढ्न पाउनुभयो त्योभन्दा बढी जान पनि पाउनु भएन अब अहिले बच्चा जन्मियो बच्चाको जन्मदाता छैन आफ्नो पनि परिचय छैन त्यस कारणले यो जस्तो पीडादायक जीवन केही पनि होइन त्यो हिसाबले आउनु भएको छ एकजना दिदीले लिनुभएको छ उहाँको सन्तान छ श्रीमान हुनुहुन्छ श्रीमानको जागिर भएर आउनु पाउनु भएन उहाँको आफ्नो दिदी आउनु भएको छ उता माइतीपट्टिको दिदी उहाँ घरपट्टिको आउनु भएको छ भेट्नुहुन्छ उहाँहरूसँगै आउनुहुन्छ क्यामेरामा उहाँहरूको परिवार मैले चाहिँ बच्चालाई नदेखाएको सानो बच्चा अहिले त्यो सबैमा नाम चाहिँ गङ्गा नै छ है सर्टिफिकेटमा गङ्गा छ सबै चिज छ
मैले अहिले हजुरहरूलाई प्रश्न दिएँ, यो पछि देखाउँछु त्यो रिपोर्ट देखाउनै पर्ने भयो, अब यो हातमा परेपछि देखाउनु पर्यो। के भयो भने त्यो परिवारले राख्नुभयो, त्यो परिवारले चाहिँ भद्रपुर गर्छ नाम पार्वती, स्कुलको नाम चाहिँ गङ्गा हो कि। त्यो याद छ तिमीलाई? ल त्यो त याद रहेछ त हो हामीले बोलाउँदा पार्वती भनेर बोलाउने, स्कुलमा चाहिँ बोलाउनु नाम चाहिँ पार्वती हो। मैले होइन सुरुमा आएको कान्छी पनि अनुहार देख्दा त हो नै भने अब म त्यहाँ भनेको छु। हामी जतिको मान्छे त सोध्नु त एकदम पर्छ। पर्छ क्लियर हुनुपर्छ। क्लियर 15-20वटा कुराले गरे यो पब्लिकसम्म पुग्छ। भोलि हैछ भने त संसार त पाउँछ त। पार्वती हो ल एकछिन तालले ल ठिक छ ल एकदमै मिल्न गएको कुरा के छ भने एउटा कुरा के भयो मिल्न गएको कुरा के छ भने एकछिन नबोल्दिनु है एकछिन मिल्न गएको कुरा के छ भने उहाँलाई सानोमा बोलाउने नाम चाहिँ पार्वती रहेछ। यो कुरा चाहिँ उहाँलाई थाहा रहेछ गङ्गा बहिनीलाई, मलाई चाहिँ बोलाउने मेरो नाम पार्वती पनि थियो मेरो नाम भन्ने हिसाबले पार्वती रहेछ। त्यो हिसाबले पनि मिल्न गयो र सिङ्गो समाज विशेष गरी यो समाज यहाँ जम्मा हुनुभएको छ। एकदम सबैलाई देखाइदिउँ यो समाजका अगुवाहरू जसले आफ्नो गाउँकी चेली छोरी हराएर वर्षौँपछि गाउँमा आउँदा स्वागत गर्न उर्लिएको जनसागर यो। यही हो गाउँको मानवता, यही हो संस्कार संस्कृति संस्कारको भण्डार रहेछ यो वडा। यसका लागि निजगढको वडा नम्बर 7लाई म बधाई दिन चाहन्छु, धन्यवाद दिन चाहन्छु। विभिन्न वडाबाट आउने सबैप्रति सम्मान। आज एउटा छोरी चेली वर्षौँदेखि हराएर आज भेटिएको अवस्थामा खुसी साटासाट गर्न आउने सबै समाजलाई म धन्यवाद दिन चाहन्छु। र यो बुवाहरूले वर्षौँसम्म आफ्नो मान्छे हराउँदाको पीडा भोग्नु हो। सायद गरिबी भयो, कोही सन्तानलाई कसैको घर राख्न मनले मान्दैन, गरिबी भयो राख्नु हो, सायद त्यहाँबाट हराउनु हो। तर थोरै अलिकति ख्याल गर्नुपर्ने, तपाईँ जतिको मान्छेले सोझो हुनुहुन्थ्यो होला, गाउँका पाका मान्छेहरूलाई भन्नुपर्ने। हेर्नु अरूभन्दा पनि केही भएन, आज पाउनुभयो सकुशल म भनिदिन्छु, माफ चाहन्छु। तपाईँकी छोरी रोडमा पुगेर कसैले बलात्कार गरेर अवैध बच्चा जन्मिएको भए, बलात्कारित भएको भए के हुन्थ्यो? कसैले कल्पना गर्छ? अहिले धेरै चेलीबेटीहरू मानसिक रूपमा रोडमा पुगेर कैयौँका बच्चाहरू जन्मिया छन्, गर्भ कैयौँ बाटोमा बित्या छन्। सायद गङ्गा नै त्यस्तो अवस्थामा पुगेको भए के हुन्थ्यो? तपाईँकी छोरी जीवन्त तपाईँले लास पनि सास पनि देख्न नपाएको भए के हुन्थ्यो? त्यस कारण यो फरक कुरा हो। हजुरको सन्दर्भमा भन्दा पनि कोहीले जानी आफ्नो सन्तानहरूलाई कतै लगेर छोडेका छन् भने बेलैमा खोजेर घर ल्याएर राख्नुहोस्। म आग्रह गर्छु घरमा ल्याएर राख्नुहोस्। बरु जे छ त्यही खुवाउनुहोस्, बरु नपढाउनुहोस्, नसके नपढाउनुहोस्, तर घरमै राख्नुहोस्। सन्तान चाहिँ कुनै बाबाआमाले आफूबाट अलग बनाएर चाहिँ नराख्न आग्रह गर्छु। पढाउने कुराले उचाइमा पुग्दा उच्च शिक्षा हासिल गरेर कतै जाने कुराको फरक कुरा, तर अबोध 5-7 वर्षका बच्चाबच्चीलाई आफ्ना आफन्तीका राख्ने काम पनि नगर्नुहोस्। म आग्रह गर्छु बरु घरमै पढाउनुहोस्, नभए नपढाउनुहोस्, जाउलो खुवाउनुहोस्। कसैका घरमा आफ्नो बच्चाबच्चीलाई नराख्नुहोस्। हेर्नुहोस् भोलि के हुन्छ कसैलाई थाहा छैन, कसैको भर छैन। त्यस कारणले म बिन्ती गर्छु, पछि रोएर पछि टाउको बजारेर केही हुनेवाला छैन। हेर्नुहोस् भसी भयो। त्यस कारणले बरु नपढुन्, घरमै बरु कुटो कोदालो गरेर कृषि कर्म गर्छन्, तर कसैका घरमा पढाइदिने बाहनामा लगेर काम हराउनु चाहिँ कोही बाबाआमाले बच्चा नपठाओस्। यहाँ पढाउने भनेर लाँदैन, घरमा काम गर्ने भनेर लान्छन्, काम जुठा भाँडा माझ्न लगाउँछन्, अनि पढाए जस्तो गर्ने हुन्। पहिला उनीहरूले काम गराउँछन् धेरैले। त्यस कारण यही भने हजुर आदरणीय सरलाई पनि धन्यवाद, सम्मान। तपाईँहरू जस्ता पाका मान्छेहरूलाई यहाँ अगाडि देखेपछि आनन्द आउँछ, किनकि उहाँहरूका कारणले आज भरपर्दो यस्तो कुराहरूमा अघि समाजका पाका मान्छेहरू भएपछि सोध्न पनि सजिलो हुने। उहाँले पनि हामीले देखिरहेको बच्चा हो, यो नानी यहीँको भन्नुभयो। र मेन कुरा खोट त मिल्न गयो, तर अझ मिल्ने कुरा पार्वती नाम भन्ने कुरा नि हो भनेर बहिनीले स्वीकारेपछि मलाई अझ बल्ल आनन्द आयो, ढुक्क आयो। थ्याङ्क यू, सबैलाई धन्यवाद, सबैजनालाई सम्मान। हजुरको राम्रो होस्। गाउँमा कोही अप्ठ्यारो पऱ्यो सम्झिनु होला, म पनि तपाईँकै छोरा चेलो भाइ आफ्नै मान्छे सम्झिनुहोस्। ऊ यहाँ आमाको छोरो हो म, क्या यो आमाले सबैलाई जन्माउनु सम्भव छ र? उहाँ जस्तै आमाले पाएको त हो मलाई पनि। त्यस कारण हामी एउटै परिवार हो है, यही सम्झ्यौँ हो र। हुँदा गङ्गा नै लिएर आए त्यही। जय होस्, थ्याङ्क यू, जय होस्, थ्याङ्क यू। अब मैले भने नि बुवा, यो जन्मदाता लिएर त्यो जन्मदाता पनि त्यो देखाउँछु अहिले म तपाईँहरूलाई, तपाईँले पनि जान्नुपर्छ। अब भोलि मान्छे सोध्न सक्छन् छोरी त फेला पऱ्यो के रहेछ भनेर बुझ्न खोज्छन्। छोरीको विवाह भएको छ, झुट बोल्नु छैन, बच्चा जन्मिएको छ, राम्रो परिवारमा विवाह गर्नुभएको छ, उताको परिवारको परिचय सबै चिज छ, समस्या भएन। तर उहाँको नाममा 2टा जन्मदाता छ, सर्टिफिकेटमा एउटा छ। त्यो कारणले उताको जन्मदाता खारेज गरेर स्वयं हामी जानुपर्ने हुन्छ। भोलि भवितव्य
तपाईँ आउनुपर्ने दिन पनि जानुपर्ने पनि हुनसक्छ भोलि मेरो छोरी हो भनेर जानुपर्ने दिन पनि हुनसक्छ त्यसका लागि बरु एउटा त्यसलाई भेरिफाई गर्नु ओडाले पनि ओडा एसोसिएसनसँग अलिक सहजीकरण हजुरले गरिदिनु होला यो बच्चा यहाँको भएको कारणले निजको उता बनाइएको जन्मदाता खारेजीका लागि प्रक्रिया सुरुवात गरिदिनु भन्ने हिसाबले एउटा पत्र पनि यो ओडाले बनाइदियोस् सजिलो हुन्छ म यो रिक्वेस्ट गरेँ किनकि अब यहाँको हो भनेपछि त अब धेरै कुरा सोच्नु नै परेन अब हामी एउटा परिवारलाई बाटोमा भेट्छौँ अब त्यो भेट्ने बानामा परिवारलाई कहाँ भेट्ने कोही झापामा झापै आजै जाने हो हामी गर्न पाउनु हो स्वागत कार्यक्रम गर्न पाउनु हो खाजा पनि खाने भयो हामी थोरै अगाडि गएर बाटो छुट्याउँछौँ